के राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासोपाले चुनावमा 2/3 ल्याउँदै गर्दा संविधान बदल्न र प्रदेश संरचना हेरफेर गर्न सक्छ? धेरैको मनमा यो जिज्ञासा छ। तर वास्तविकता के हो भने नेपालको कानून निर्माणमा प्रतिनिधि सभाको शक्तिसँगै राष्ट्रिय सभाको भूमिका पनि निर्णायक हुन्छ। अर्थ विधेयक, बजेट र करका मामलामा रासोपा शक्तिशाली हुन सक्छ, तर यहाँ एउटा प्रक्रिया छ। प्रतिनिधि सभाले पारित गरेको अर्थ विधेयक राष्ट्रिय सभामा पठाइन्छ। राष्ट्रिय सभाले 15 दिनभित्र सो विधेयकमाथि सुझाव दिन सक्छ। यद्यपि ती सुझाव मान्ने वा नमान्ने अधिकार प्रतिनिधि सभासँगै हुन्छ र राष्ट्रिय सभाले 15 दिनभन्दा बढी यो विधेयक रोक्न पाउँदैन। यहाँ प्रतिनिधि सभाको निर्णय नै अन्तिम हुन्छ। अब साधारण विधेयकको हकमा भने राष्ट्रिय सभाले केही समय ढिलाइ गर्न वा संशोधन प्रस्ताव गर्न सक्छ। तर यदि राष्ट्रिय सभाले 2 महिनासम्म सहमति दिएन वा विधेयक अस्वीकार गर्यो भने प्रतिनिधि सभाले आफ्नो बहुमतबाट पुनः पारित गरी यसलाई अगाडि बढाउन सक्छ। अब कुरा गरौँ संविधान संशोधनका लागि आवश्यक प्रक्रियाको बारेमा। संविधान संशोधनको लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा 2/3 बहुमत जुटाउनुपर्छ। यसको अर्थ हो प्रतिनिधि सभामा रहेका कुल सदस्य संख्याको कम्तीमा 2/3 सदस्य र राष्ट्रिय सभामा रहेका कुल सदस्य संख्याको कम्तीमा 2/3 सदस्यको समर्थन आवश्यक हुन्छ। यदि राष्ट्रिय सभाका अन्य दलका सदस्यहरूले अस्वीकार गरेको खण्डमा भने संविधान संशोधन गर्न सकिँदैन।